सम्पूर्णमा नमस्ते। म सन्तोष रोकाया। पक्कै पनि एसटिएन युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छु। आज म काठमाडौँ जिल्लाको यस कीर्तिपुरमा उपस्थित भएको छु। हामीसँग आज एकजना दृष्टिविहीन दाइ, तपाईहरुले हाम्रो दोहोरीमा मादल बजाइराखेको मादलको भूमिका निर्वाह गर्ने अत्यन्तै लगनशील एउटा दृष्टिविहीन कलाकार दाइसँग कुराकानी गर्न गइराखेको छु। हामी आज छोटो कुराकानी गर्दैछौँ। तपाईहरुले हाम्रो कुराकानीलाई उहाँको दैनिकी जीवन कसरी चलिराखेको छ उहाँसँग हामी छोटो कुराकानी गर्दैछौँ। विशेष त हाम्रो दाजुलाई स्वागत छ। हजुर धन्यवाद, नमस्ते। ओके, आराम हुनुहुन्छ? एकदमै आराम छ। ओके, अनि सन्चै हुनुहुन्छ? एकदमै ठिक छ, हामी पनि बाँचिराखेका छौँ भन्नुपर्छ है। ओके, ठिक छ। अनि के गरिराख्नु भएको छ विशेष गरी अहिले? अहिलेको अवस्था भन्यो भने अब यस्तै हो, जस काठमाडौँ बसिया छ है, एकदमै चिसो पनि छ। हेर्नुहोस्, चिसो छ एकदमै। अब दैनिक कामकाज गर्नै पर्यो, यतिकै बसेर पनि भएन। हेर्नुहोस्, हजुर हजुर, अब अहिलेलाई यस्तै छ भन्नु पर्यो। के काममा जस चिसोमा पनि काम गरिराख्नु भएको छ? एकदमै। अब के गर्नु, चिसो एकदमै लास्टै चिसो चाहिँ हेर्नु, अब बिहानै निस्किनुपर्छ। फेरि अब किन भन्दा यदि छिटो गएन भने त्यहाँनिर ढिलो पनि हुन्छ। घरि गाडी जाम हुन्छ। हेर्नुहोस्, यस्तो गाह्रो हुन्छ। अब कस्तो भने, अब जस्तै कीर्तिपुरको भित्र हामी चारधारा बसिरहेछौँ भने त्यहाँबाट लगभग अब केही मिनट त हिँड्नै पऱ्यो, बस पार्कसम्म पुग्नै पऱ्यो गाडी चढ्नको लागि। एक्लै हिँड्नुहुन्छ? म अहिले एक्लै नै हुन्छु। हजुर हजुर, ओके, ठिक छ। दाजुसँग विशेष गरी के छ, पारिवारिक अवस्था के छ? पारिवारिक सबैजना आराम हुनुहुन्छ? सबैजना आरामै छ। सानो बाबु छ भन्नुभएको थियो होइन? 9 वर्षको बच्चा छ। हजुर हजुर, पढिरहेको छ? पढिरहेको छ। हजुर हजुर, ओके, ठिक छ। दिदी पनि नदेख्ने नै हुनुहुन्छ? हजुर। ओके, ठिक छ। विशेष गरी दाइसँग आज म कस्तो कुराकानी भने, अब जोस् तपाईँको विगत चाहिँ अहिले काठमाडौँमा हुनुहुन्छ होइन? काठमाडौँमा यत्रो एरियामा कसरी बसिराख्नु भएको छ? एउटा भनौँ न, एउटा दृष्टिविहीन व्यक्ति भइसकेपछि काठमाडौँ सहरमा पनि कतिको बाँच्नलाई सजिलो छ या गाह्रो छ, के कस्तो छ? विशेष गरी तपाईँको गाउँले जीवन चाहिँ कहाँ बित्यो, कसरी बिताउनु भयो गाउँले? अनि होइन, गाउँले जीवन भन्नुपर्दाखेरि अब कस्तो भने, जो म सानो छँदै म गाउँमै थिएँ। हजुर। गाउँमा अब मलाई यति याद भएसम्म, जस्तै 14-15 वर्षको उमेरमा जसरी म काठमाडौँ आइपुगेँ। हजुर हजुर, जो त्यतिखेरको समयमा माओवादी सशस्त्र द्वन्द्व युद्धकाल थियो। त्यो सकिसकेपछि एकजना सांसद, माओवादीका सांसद जो कार्चिल लामाको नेतृत्वमा यहाँ चाहिँ मलाई काठमाडौँ ल्याउने कुराकानी भएको रहेछ। 67-68? हजुर हजुर। अनि त्यो समयमा जस्तै काठमाडौँको एउटा बौद्ध फुलबारी संस्था थियो, संस्था रहेछ। अनि मलाई त्यहाँ लिएर राख्ने भन्ने कुरा यता भएको रहेछ। अनि किन भन्दा अब गाउँमा म पहिला यस्तो लाग्थ्यो कि अब किन भन्दा आफ्नो घर किन छोड्ने होइन, आफ्नो गाउँ किन छोड्ने। अब गाउँ त अब यस्तो बिरानो सहरमा अब मलाई कसले हेर्छ, कसले गर्छ भन्ने यस्तो अलि कस्तो भने विरक्त जस्तो फिल हुने क्या। त्यो भइसकेपछि म त्यहाँबाट गाउँबाट नआउनलाई यता काठमाडौँ नजानको लागि मैले कति कोसिस गरेँ र सबैसँग झगडा पनि गर्ने गरिन्थ्यो, सिधा कुरो। हजुर हजुर। तर पछि बिस्तारै बुझ्दै जाँदाखेरि यो काठमाडौँ सहर भनेको यस्तो रहेछ भन्ने कुरा बल्ल आफूले फिल भयो कि जस्तै एकअर्कामा चिनापरिचय हुने, सबै साथीहरूसँग चिनापरिचय हुँदै गयो होइन। बिस्तारै एक आपसमा सहयोग सपोर्ट हुँदै गइसकेपछि यस्तो हुँदो रहेछ भन्ने कुरा जसरी आफूलाई फिल भयो। ओके, 67-68तिर काठमाडौँ आउनुभयो। त्योभन्दा पहिला तपाईँ गाउँमा लगभग 15-16 वर्षको हुनुहुन्थ्यो त्यतिखेर? हजुर हजुर। विशेष गरी अनि त्यतिखेर गाउँमा हिँड्न डुल्नको लागि कतिको समस्या, कसरी पत्ता लगाउनुहुन्थ्यो? या बाटो या हिँड्न कस्तो अप्ठ्यारो थियो? होइन, यस्तो हुँदो रहेछ क्या, एउटा कस्तो भने गाउँ र सहर भनेको एकदम फरक हुँदो रहेछ। हेर्नुहोस्, हजुर। अब गाउँमा जस्तै अब सबै गाउँलेहरूदेखि अब हाम्रो परिवारमा पनि हजुर हजुर, त्यतिखेर के हुन्थ्यो भन्दा एक्लै हिँड्ने काम नगर त्यसपछि अब लडिन्छ। हजुर। अब सबै गाउँलेहरू एकैनास हुँदैनन्, कसले के भन्ला भन्ने हाम्रो घर परिवारबाट एकदमै रोक्ने कोसिस हुन्थ्यो। जस भन्दा पनि सुझाव सल्लाह, तर मैले मान्दैन थिएँ कि, किन भन्दा म जतिखेर पनि एक्लै नै हिँड्ने हो क्या त्यो समयमा। त्यो समयमा
सायद अब अनुभव नभएर नै होला खाली खुट्टै हिँड्थ्यो हेर्नुहोस् है चप्पल हुँदैन त्यो समयमा लगभग गाह्रो थियो पारिवारिक स्थिति एकदमै गाह्रो थियो हजुर हजुर अनि म आफ्नै जबरजस्तीले मैले जे होस् कहाँ पुग्थेँ मैले चाहिँ जस्तै ओल्लो घरदेखि पल्लो घर अब गाउँको धेरै ठाउँमा तलमाथि हिँडिरहने अनुसन्धानको आधारमा त्यतिखेर त तपाईँहरूले छडी प्रयोग गर्नुहुन्थ्यो कि पर्दैन होइन त्यो समयमा छडी भन्ने चिजै थिएन हेर्नुहोस् छडी यस्तो थियो मतलब अब काहीँ अलि अग्लो पाहाडमा उल्किनु पर्ने हो भने त्यो समयमा भनौँ न काठको लट्ठी लिएर हिँडिन्थ्यो हजुर अर्थात् दाउरा भाँचेर त्यसलाई नै लट्ठी बनाइन्थ्यो त्यही आधारमा हिँडिन्थ्यो अनि त्यो समयमा जस्तै हिँड्ने क्रममा हेर्नुहोस् कतिपल्ट लडियो हेर्नुहोस् होइन कतै अब सिस्नाको झ्याङमा पनि परियो है सिधा कुरो कुनै बेलामा गाविस एउटा अहिले अब जो पहिलाको समयमा गाविस भन्ने हुन्थ्यो नि गाविस भवन त्यस समयमा हामी कतिपय अरू सानो बच्चाहरूसँग नै खेल्थेँ म खेल्दा दौड्दै लगभग म अग्लो भवनबाट पनि तल खसेको छु त्यो समयमा अनि त्यति खसिसक्दा पनि तर म चाहिँ सबै चोटहरू म सहने बानी थियो कि अब त्यो समयमा भने टाइममा कसले औषधि गर्दैन अब त्यतिकै घाउहरू ठिक हुन्थ्यो एकदमै क्या यतिकै खुट्टाहरू कति ठोकिन्थ्यो होइन चप्पलहरू थिएन होइन खाली खुट्टा हिँड्नु पनि खाल्डोमा धेरै गाह्रो थियो पहिला गाउँमा धेरै दुःख गर्नुभयो हजुर जस गाउँमा अहिले सहरमा आइसकेपछि विशेष गरी गाउँको तुलनामा अहिले कतिको सक्सेस हुनुभएको छ के कुरा पाउनु भएको छ त विशेष गरेर होइन गाउँको तुलनामा भन्ने भने अहिले त एकदमै अब यसरी भनौँ कि जस्तै अब अहिले म थोरै भए पनि म अहिले माथि छु हजुर किन भन्दा कसरी माथि छ भन्दा अब सबैको दया सबैको माया ममता होइन सपोर्टले अहिले चाहिँ म माथि नै छु किन भन्दा गाउँलेको हेर्ने नजर र अहिले सहरका मान्छेहरूको हेर्ने नजर एकदम फरक छ हेर्नुहोस् अब पहिलाको समयमा गाउँमा मलाई कस्तो नजरले हेर्थेँ होइन अथवा नदेख्ने भनेर तर अहिले गाउँमा गइसकेपछि कुनै पनि व्यक्तिले यसरी ठाडो हमला उठाउन सक्ने त्यो आँट पनि पहिला गाउँमा फलानु यस्तो मान्छे यसरी भनेर होच्याउँथ्यो विशेष गरी अहिले त्यस्तो छैन किनकि अहिले सहरमा आइसकेपछि धेरै कुराहरू सिक्नुभयो एकदमै अहिले सहरमा आइसकेपछि हेर्नुहोस् हजुर आफूलाई चाहे अनुसारको होइन हिँड्ने डुल्ने होइन आफ्नो काम गरेर खाने आफ्नो ओके संस्थामा आउनुभयो त्यसपछि संस्थामा आइसकेपछि के कस्ता ट्रेडिङ सिकाइयो होइन संस्था यस्तो रहेछ जस्तै अमेरिकाको सहायतामै त्यो संस्था चलाएको रहेछ होइन लगभग 3-4 जना चाइनिजहरू आएको रहेछ अनि त्यो समयमा लगभग कति हामी त्यहाँ त्यो ठाउँमा हेर्नुहोस् लेडिज भन्ने कोही पनि राख्न पाइँदैन खालि केटा क्या दृष्टिबिन मात्रै 1-2 जना चाहिँ फिजिकल थियो भनेको मतलब खुट्टा हिँड्न सक्ने तर त्यसरी अब नचल्ने क्या नचल्ने बैशाखीको सहारामा यताउता हिँड्ने भयो हजुर त्यसरी थियो न अब यस्तो रहेछ जस्तै अमेरिकाकै सहायतामा त्यो संस्था चलाएको रहेछ अब ट्रेडिङ भन्ने कुरा यस्तै हो त्यो भएन यो खालि खाने भित्र आउने बाहिर जाने क्या त्यति मात्रै त्यति हो त्यसपछि म लगभग 4 वर्षसम्म बसेँ 4 वर्ष बस्नु त्यसपछि के भयो त तपाईँको होइन त्यसपछि त म आफै अब यसरी गरेर भएन, खाएर बसेर हुँदैन, अब केही न केही गर्नुपर्छ भन्ने सोचतिर लाग्नुभयो, त्यहाँबाट निस्किनु भयो। हजुर, त्यो त्यहाँबाट निस्कियो। त्यहाँबाट कसरी निस्कियो भन्दा एकचोटि यो बौद्ध गुम्बा भन्ने ठाउँ रहेछ सर, होइन? हजुर हजुर, यहीँ काठमाडौँ। हजुर हजुर, बौद्ध गुम्बामा कतिपय साथीहरू मजाले त्यहीँ रमाइलो, अर्थात् भनौँ न सहयोग सङ्कलनकै लागि भए पनि, रमाइलोकै लागि भए पनि त्यहीँ बस्ने गर्दा रहेछन्। तपाईँले देख्नु? हजुर, बिस्तारै। किन भन्दा रुमबाट म आफै त्यतिखेर म लट्ठी पनि टेक्दैन थिएँ, सिधा कुरो सत्य कुरा गर्ने भने त्यतिखेर मसँग छामेर हातले नै एकदम सहारामै कोही साथीहरूले डुरायो भने जाने यहाँ भन्ने, हजुर त्यसरी अगाडि बढ्ने। त्यतिखेर लट्ठी थिएन। किन भन्दा अब भर्खर गाउँबाट बिस्तारै अब सहरमा अब अनुभव लिँदै आएको नि त। किन भन्दा लट्ठी टेकिन्थ्यो भने अब त्यति साह्रो गाह्रो हुँदैन थियो हेर्नुहोस्। किन भन्दा थाहा पनि भएन, गाउँमै लट्ठी नटेक्यो भने चाहिँ सकियो भने बानी थिएन, अनुभव पनि हुँदैन। हजुर हजुर। अनि त्यो समयमा म बिस्तारै आफै पाइला सार्दै जाँदाखेरि
कतिपय साथीहरूसँग चिना परिचय भयो। अनि त्यो समयमा जस एउटा यस्तो हुँदो रहेछ क्या, मजाले एउटा जो बौद्ध गुम्बामा दिनहुँ त्यहाँ सहयोग सङ्कलन पनि हुँदो रहेछ, खर्च पर्छ। अघि पछि भन्दा पनि औँसी पूर्णिमा चाहिँ मान्छेहरू धेरै एकदम विशेष नै हुँदो रहेछ, धेरै दिने भयो हजुरहरू जस्तो व्यक्तिले। हजुर, अनि त्यसरी गर्दा त्यहाँ यसरी चिना परिचय हुँदा अनि सबै साथीहरूसँग घुलमिल भइयो। हेर्नुहोस्, घुलमिल भइयो, त्यहाँ आर्थिक यसरी हुँदो रहेछ, आफ्नो जीवन यसरी चलाउँदो रहेछ भने मैले कतिपय साथीहरूबाट पनि अनुभव सिकेँ होइन। हो त्यो सिकिसकेपछि किन भन्दा सबैको विवाह भएको सबैको भएको पनि देखेँ मैले होइन। त्यो अनुभव भइसकेपछि अब मलाई चाहिँ त्यहाँ बस्न खासै उचित लागेन। बाह्य संसार यस्तो रहेछ, यसरी हुँदो रहेछ, जिन्दगी यसरी पो चलाउनु पर्दो रहेछ भन्ने अनुभव बटुल्नु भयो। अब संस्थामा काम छैन, खाएर मात्रै भयो, खाएर मात्र भएन अब हजुर भनेर। अनि पछि म बिस्तारै त्यहाँबाट लगभग एकैचोटि त म निस्किन, किन भन्दा जिम्मेवारीका साथ आएको। किन भन्दा पछि अब कहाँ छ के छ भनेर प्रहरी लगाएर खोज तलास पनि त गर्न सकिन्छ। त्यही म चलाख भएर हेर्नुहोस् केही समय अझै बसेँ, बिस्तारै आउँदै जस्तै गरेँ। अनि अन्त्यमा आएर म सिधै पोखरा गएँ। हेर्नुहोस्, पोखरा गएँ। अनि त्यहाँ संस्थाबाट जसरी एकजना भीम ठटाल भन्ने जी हुनुहुन्थ्यो, दृष्टिबिन, उहाँकै नेतृत्वमा यहाँ काठमाडौँ आएर अनि त्यहाँ त्यो संस्थामा जस्तै प्रहरी सबै राखेर उनकै संरक्षणमा अब म बाहिर दिएछु भनेर त्यसरी गर्दाखेरि अनि त्यस्तो भएको। हेर्नुहोस्, अनि पोखरामा बसियो। पोखरामा लगभग 3 वर्ष जति बसियो। 3 वर्षको अन्तरालमा अब मजाले त्यो गीत सित पनि गायो। हेर्नुहोस्, सिकियो होइन। अनि जब रेडियोमा गीत आउँथ्यो, हेर्नुहोस्, गीत आइसकेपछि एकपल्ट भनिसकेपछि झ्याप्पै टिपिहाल्ने क्या। अनि त्यो अवस्थामा चाहिँ म त्यसरी जीवन चलाउँदै आउँदाखेरि अब अहिलेसम्म सङ्गीतमै चलिरहेको छ। ओके, अनि हजुरले अब मादल पनि बोक्नु भएको छ, मादल सिके मादल कतिको बजाउनु? यो यस्तो छ मादल खास मैले क्लास पनि लिएको पनि होइन होइन। जसरी जुन गीतमा रेडियोमा बज्छ नि त्यही आधारमा मैले सुनेकै भरमा बजाएको छ मैले। यति राम्रो कला छ होइन। गीतहरू पनि सुनेर कहीँ सिक्नु भएको छैन? होइन, मैले कहीँ भोकल सोकल मैले केही पनि सिकेको छैन। त्यसो भए एउटा गीत गाउन सकिन्छ त? यसो गाएर सुनाउनुहोस्। होइन, सकिन्छ। ल त्यसो भए एकचोटि सुनौँ है त, कस्तो गाउनुहुन्छ हाम्रो दृष्टिबिन दाइले? बताइसक्नु भएको छ आफ्नो। गीतहरू गाउन सकिन्छ। अहिले प्रायः जस्तो म चाहिँ लोकगीतहरू पनि गाउँछु होइन। हजुर। अनि प्रायः आधुनिक पनि गाउँछु मैले। आधुनिक त अब यस्तो होला, किन भन्दा लोक गाउने मान्छेले आधुनिक त्यति साह्रो क्वालिटी पनि नहोला होइन, लय अनुसारको। तर म चाहिँ अहिले एउटा जुनसुकै जनराका गीतहरू पनि आफूले सके अनुसार व्यस्त दिने कोसिस गर्नुहुन्छ, गाइराख्नुहुन्छ एकदमै। ओके, अहिले चाहिँ म एउटा पुष्कल शर्माको गीत गाउँछु ल मैले। ल, मुटु जलाइ जलाइ है त। ल, ओके, हुन्छ। मादल पनि आफै बजाउनु? हजुर, मादल मैले आफैले बजाउँछु होइन। किन भन्दा भनौँ अरूले यस्तो है, अरूले बजाउँदाखेरि त्यति साह्रो त्यस्तो खोट लाउनुहुन्न। जस्तै मैले छिटो गाएँ भने उता मादल ढिलो बज्छ होइन। उता मादल छिटो बज्यो भने यता आफूले शब्दहरू ढिलो गाइन्, गीतहरू ढिलो उठ्ने भयो। अनि अनुभव आफैले चाहिँ त्यही अनुसारको, जस्तै यसरी गयो होइन, यसरी बजायो, अनि त्यही अनुसारको स्वरूप है। ल हुन्छ, म एउटा पुष्कल शर्माको गीत गाउँछु ल, मुटु जलाइ जलाइ। ओके। संसार जिते मायामा हारे, तिम्रै कारण जिन्दगी बिगारे, मुटु जलाइ जलाइ म जिउन सक्दिन, मुटु जलाइ जलाइ, तिमी जीवन तिमी नै, मृत्यु हौ नछोड है मलाई। सरी, मिस्टेक भयो है, किन भन्दा ठिक छ। गाइरहेको
ठिक छ घाँटी पनि बसिराखेको छ यो बिहानीको समय भएर होइन यति राम्रो गाउनुहुन्छ उहाँले होइन देख्न सक्नुहुन्छ तपाईँहरूले ओके एउटा अर्को सुनाउँ त फेरि अर्को चाहिँ म एउटा यो बद्री पङ्गिनीको ल हात हेर्नु होला ज्योतिषीले ओके ल एकदम ल कसरी मन बुझाउने मैले खै बुझाउने मैले खै काल गरेर मेरो हजुर श्रीमती पहिलगै मन थिएन जोगी बन्नलाई हात हेराउँदा ज्योतिषीले राम्रै हुन्छ भन्थे भन्नलाई बुझाउने मैले खै बुझाउने मैले खै काल गरेर मेरो हजुर श्रीमती पहिलगै मन थिएन जोगी बन्नलाई हात हेराउँदा ज्योतिषीले राम्रै हुन्छ भन्थे भन्नलाई हात हेराउँदा ज्योतिषीले राम्रै हुन्छ भन्थे भन्नलाई ल खतरा गाउनु रहेछ होइन यस्तो छ है सर किन भन्दा ट्र्याकमा गाउने बानी भएर गाउने बानी भएको भएर होइन विशेष गरी बाहिर लाइफमा चाहिँ हो किन भन्दा सोचे जस्तो नहोला होइन हजुर हजुर जे होस् मलाई लाग्छ अब राम्रैसँग आम दर्शक श्रोताहरूले जो सुनिदिनु हुनेछ भन्ने जे होस् मलाई त्यही विश्वास छ त्यति सोचे जस्तो त नहोला होइन किन भन्दा हामी ट्र्याकमा गाउनु र बाहिर गाउनुमा एकदम फरक हुन्छ हेर्नुहोस् त्यो कारणले गर्दाखेरि ओके ठिक छ एकदम कुराकानी भयो होइन खुसी लाग्यो हजुरसँग अनि अहिले दिनभरि तपाईँले सडक सङ्घर्ष गरिराख्दाखेरि या भनौँ न धेरै व्यक्तिहरू आउँछन् धेरै व्यक्तिहरूले तपाईँको गला भनौँ न यो गलालाई मन पराएर कसैले म केही गर्न सक्छु भन्ने त्यस्तो छ नि त त्यो कहीँ त्यस्तो अफर आएको थियो तपाईँलाई होइन त्यो भन्नुहुन्छ भने मलाई लगभग मैले याद गरे अनुसार हजुर म जस्तै सुन्दाराकै उसमा सुन्दारामा जस्तै म गीत गाउँदै गर्दाखेरि हजुर हजुर जो एक समयमा पत्रकार साथीहरू पनि आउनुभएको थियो जस्तै टेलिभिजनबाट कोही होइन अब अनि मिडियाबाट चलेका हजुर हजुर अनि मिडियाबाट जस्तै भनौँ न चलेका पत्रकार साथीहरू आउनुभएको थियो मैले यस्तो गर्छु अब तपाईँलाई म के गर्छु भनेर नम्बर चाहिँ लिने होइन हजुर हजुर तर वास्तवमा त्यो कार्यान्वयनमा नआउने अनि त्यो नभइसकेपछि अब कस्तो भने झ्यापै विश्वास गर्न पनि गाह्रो भयो अनि त्यो भएर अहिलेसम्म भनौँ न मलाई चाहिँ खासै त्यस्तो साथ सपोर्ट भन्ने चिज आएको छैन बरु भन्नुहुन्छ भने पब्लिकबाट चाहिँ मलाई अब किन हजुर साथ यसरी आर्थिकको मामलामा भन्ने हो भने पब्लिकहरूबाट चाहिँ मलाई भइरहन्छ तैपनि एकदमै गाह्रो हुन्छ हेर्नुहोस् कुनै बेला मान्छेहरू आएर अब यसरी मैले पैसा जो त्यहाँ आफू गीतको धुनमा भइसकेपछि पैसा गर्दाखेरि पनि त्यहाँनिर कोही आएर यसो ट्यापट टिपिँदा पनि थाहा हुँदैन सर पछि अनि मान्छेले भनिदिँदाखेरि बल्ल थाहा हुन्छ ए तपाईँको पैसा यसरी लिए नि भनेर कतिपयले माया गरेर दान दिन्छन् सहयोग गर्छन् एउटा दृष्टिविहीन व्यक्ति गाह्रो हुन्छ भनेर कतिपय व्यक्तिहरू सहरमा त्यही पैसा तपाईँलाई कसैले 1-2 रुपियाँ गरेर दिएको पैसा कतिपयले लिएर पनि गएको छ हजुर होइन लिएको छन् सर एकचोटि म गीत गाउँदै थिएँ एउटा एकजना खै अब भनौँ न कसले हाल्यो किन भन्दा त्यहाँकै अब पब्लिक मध्येमा एकजनाले 500 रुपियाँ हालिदिएको रहेछ अनि 500 रुपियाँ हालिसकेपछि अब त्यतिखेर म हात लगाएर यसरी छेक्नुपर्छ कोही आएर भने त्यस्तो थाहा हुँदैन थियो नि त अनि अनुभव भएन अनि म गीत गाउँदै थिएँ यहाँ आएर के गरिएछ त भन्दा 20 रुपियाँ हालेर त्यो 500 को नोटै उठाइदिएछु क्या त्यस्तो पनि गर्छ अनि त्यो भइसकेपछि अनि पछि अनि मलाई त्यो त्यतैकै अलिक परबाट स्थानीय व्यक्तिहरूले भने कि मलाई यता तपाईँको 500 रुपियाँ त लिएर गइसक्यो ओहो हो र
अब कसले लियो भने त अलिपछि मनमा एक खालको खल्ल पनि भयो होइन अब यो के हुनु भन्दा मैले भन्न खोजेको यसरी चाहिँ अब भनौँ न पैसा जस्तै आफूले गीत गाएर कलेक्सन गरेको पैसा त्यति साह्रो भनौँ न बाहिर अलिक धेरै होला र भित्र राखौँला भन्ने त्यो सोच चाहिँ नमनाउँदै हुँदो रहेछ भन्ने कुरा फिल भयो क्या अनि भनौँ न अब उस्तै अब जाँड खाने मान्छेहरू आउँछ कतिपय त्यस्तो साङ्ग राम्रै व्यक्तिहरूले पनि पैसा देख्यो भने लगिदिन्छ गाह्रो छ त्यस्तो छ केही ठिक छ अनि अरू के छ त विशेष अहिले अब भनौँ न त्यसरी आउँदै तपाईँले एउटा बाह्य साथी पनि भेट्नुभयो जीवनसङ्गिनी होइन घरको व्यवहार गरेर अहिले बसिराख्नु भएको छ हजुर ओके ठिक छ एकदमै राम्रो गर्नु होला ठिकै छ अब आज हजुरसँग छोटो कुराकानी भयो होइन मलाई पनि एकदम खुसी लागेको छ हेर्नुहोस् किन भन्दा चाहिँ एकदमै चाहिँ भनौँ न मेहनतका साथ मसँग जस आउँदाखेरि मलाई दर्शक सामु केही कुराहरू भन्ने मौका दिनुभएको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु अझै पनि म एउटा अपेक्षा गर्छु कि कुनै बेला अब भनौँ न त्यति साह्रो भने जस्तो त नहोला होइन कुनै बेला अब आफ्नो काम पनि पर्छ त्यस्तो पनि तर म के भन्छु भने अझै भनौँ न आफ्नो कला र कला आर्थिक मामला मात्रै भनेर पनि भएन अझ माथि पुग्नको लागि जस एउटा दर्शक सामु तपाईँहरूले एउटा यस्तो भूमिका खेलिदिनु होला कि जस्तै म पनि एउटा सिङ्गर चाहिँ बन्न पाऊँ भनेर भन्नको लागि साथ र सहयोगको अपेक्षा राम्रो एउटा सिङ्गर भन्ने तपाईँको सानैदेखिको चाहना एकदम सानैमा पनि किन भन्दा कतिपय ब्लाइन्ड साथीहरूले म जतिकै साथीहरूले गीत निकालिसके हेर्नुहोस् होइन तपाईँको कुनै पनि छैन अहिले अब छैन वास्तवमा भने बनाउनुहुन्छ कि होइन मलाई बनाउन आउँदैन उहाँसँग बनाउनु आउँदैन आउन चाहिँ दोहोरी चाहिँ आउँछ उहाँसँग होइन दोहोरी चाहिँ आउँछ दोहोरी त्यति साह्रो आउँदैन सुनेको आधारमा गीतहरू मात्रै गाउने ट्याक्कै टिप्नुहुन्छ विशेष गरी मिस्टेकै पर्दैन मिस्टेक पर्दैन म एउटा छोटो आधुनिक गीत सुनाउँछु किन भन्छ नहोला त्यति भने जस्तो क्वालिटी नहोला होइन ठिक छ सुनाउन जस्तै म धेरै माया दिँदा रहेछन् भन्ने गाउँछु ल धेरै माया दिँदा रहेछन् मोटो जोडेर जनेहरू यादमा डुबी बाँच्दा रहेछन् कुर्नेहरू पर्खाइमै मर्दा रहेछन् साँचो माया गर्नेहरू छाडी गयो किन तिमीले दुनियाँमा एक्लै मलाई आँखाहरू रोइदिन्छ मनले सम्झेर तिमीलाई थाहा थियो तिमी बिना बाँच्ने आधार छैनहरू तिम्रो वियोगमा चलिरहे यतिकैमा मर्छु बरु हजुर सर यहाँ धेरै लामो भयो होला होइन ठिक छ एकदमै खुसी लाग्यो एकदम धेरै आधुनिक लोकगीतहरू गाउनु हुँदो रहेछ होइन ठिक छ यदि दर्शक श्रोताहरूले हजुरको प्रतिभाहरूलाई मन पराइदिनु भयो भने या केही सपोर्ट भयो भने तपाईँसँग या भनौँ न सपोर्ट होला नहोला होइन दर्शक श्रोताहरूले के बुझ्नुहुन्छ तर पनि तपाईँलाई कुनै गीतहरू या त्यस्तो अफर आयो भने के छ त तपाईँले सम्पर्क गर्ने माध्यम के छ नत्र नम्बर मेरो सम्पर्क गर्ने माध्यम यो मेरो फोन नम्बर 9814225128 अनि मेरो फेसबुकको नाम छ प्रेमको पुजारी छ प्रेमको पुजारी हजुर 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 मात्र एउटा रमाइलो राख्नु भएको छ पनि प्रेमको पुजारी भने चाहिँ तपाईँ प्रेममा पूजा गरिराख्नुहुन्छ विशेष गरी अब यस्तो सर अब पूजा भन्दा पनि जस एउटा आफूले मनपर्ने नाम चाहिँ एउटा अलि फरक तरिकाले प्रेमको पुजारी राख्नु न त उसले त्यस्तो धारणा सर ओके ल ठिक छ होइन एकदम खुसी लाग्यो ओके धेरै धेरै धन्यवाद छ सम्पूर्ण दर्शक श्रोताहरूको प्रतिभाहरूलाई पक्कै पनि उहाँसँग कला
कलाहरू एकदमै छ। मादल पनि बजाउनुहुन्छ। विशेष अब सानै उमेरदेखि हुम्ला जिल्लाबाट एउटा सानैबाट एउटा बेसहारा भएर एक्लै एउटा काठमाडौँसम्म आएर यहाँसम्म उपस्थित हुनुभएको छ। एउटा उहाँको कलाहरूलाई मन पराइदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छौँ। दाइसँग पनि धेरै राम्रो कुराकानी भयो। धेरै धेरै धन्यवाद छ। ओके, हामी छुट्टिन्छौँ है त। हस् त, धन्यवाद। धेरै धेरै धन्यवाद छ। किन भन्दाखेरि अहिले एकदमै एउटा आफ्नो छोटो समयलाई टाइम मिलाएर जसरी मसँग एउटा आफ्नो भलाकुसारी गरेर दर्शक सामु पुर्याउने एउटा जुन यति सपोर्ट गरिदिनु भएको छ, म तपाईँलाई धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु। आगामी दिनमा आज यसरी नै आउँदै गर्नुहोला। अनि चाहिँ किन भन्दा मैले अब जानी नजानी मेरो आफूले गरेका कुराहरूप्रति जस मैले अब बोल्न कतिपय अझै राम्रोसँग बोली चाहिँ मैले बोल्न जानिनँ कि म त्यसप्रति पनि क्षमा चाहन्छु। ओके, होइन, ठिक छ। पक्कै पनि तपाईँलाई धेरै धन्यवाद छ सर। हस्, आइदिनुमा धेरै धन्यवाद। हस्, ओके, थ्याङ्क यू सो मच। सम्पूर्ण दर्शक श्रोताहरू, पक्कै पनि हाम्रो भिडियो कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया दिनु होला, माया गरिदिनु होला सबैले। सन्तोष रोका फेसबुकमा पनि पोस्ट गरेको छु र एसडिएन जे2केमा पनि पोस्ट गर्नेछु। सबैले माया गरिदिनु होला। यस्ता व्यक्तिहरू धेरै छन् यहाँ काठमाडौँमा लगायत विभिन्न ठाउँहरूमा। सबैलाई सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु। थ्याङ्क यू सो मच। सबैले यो भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच। ओके, है त।